खुर्सानी के भएको, टमाटरलाई के रोग लागेको हो, बोडी यस्तो भएको छ, कहिले फल्ने हो यो बोडी, कहिले फल्छ बोडी। टिडिङ टिडिङ खुर्सानी त फल्दैन फल्ने भयो क्यारे। बोडीको हालत चुई चुई, बोडीको हालत, बोडीको हालत चुई चुई, बोडीको हालत। देखो गाइज, बोडीको हालत फल्नलाई झुङझुङ परेर। देखो गाइज, यो बोडीको त झ्याङ त खत्रै बढी भएको छ। यो खुर्सानी चाहिँ फल्ला जस्तो छ है गाइज। ल गाइज, करेला त फल्न पो थालेछ गाइज। हेर्नु त गाइज, यहाँ पनि छ, यहाँ पनि छ। ये करेला फल्न थाल्या, करेला गाइज, करेला त टु मच फल्न थालेछ। करेला एक दुई छाक त फल्छ जस्तो छ। बोडी टन्नै छ, दार्जिलिङको बोडी, सुकुमायाको बोडी हो यो। यता पनि छ गाइज। यसलाई चाहिँ थाङ्ग्रा भएन गाइज, यस्तो हुँदा झारिदिने हो। ल बोडीको हालत फल्न चाहिँ नफल्ने हो क्यारे, घाँस भएर बस्छ। भैँसी भयो भने खुवाउनु हुन्थ्यो, अब भैँसी छैन, बाख्रालाई खुवाउनु हुन्थ्यो। 3-4 होला। ए बोडी, ल हेर बोडी कहाँ फल्यो भने त सब्जी मुला त कति हो नि, खाइ नखाइ हुन्छ होइन। तर फल्नु चाहिँ पर्यो भनेर मैले चाहिँ अनुरोध गरेको छु। हाई बोडी।